उकालो आउँदै अब स्टार्ट यो त्यसले चाहिँ अलिक सजिलो हुँदो रहेछ उकालो अनि यो हाम्रो बारीमा फलेको कस्तो गुलियो छ यार अब यसको सिजन बल्ल आउँदै होला कि ओभर गुलियो छ यार खाँदैछ यहाँ म कस्तो गुलियो मिठो क्या अहिले चाहिँ म यहाँ एनजीमा आइरहेको छु होइन यहाँ मेरो बहिनीसँग अनि हामी चाहिँ यहाँनिर उसको चाहिँ ड्रिङ्क माछा लाटे हेऱ्यो यो चाहिँ हेजलनट फ्लेभरमा तर कस्तो क्युट मेरो चाहिँ आएको छैन अनि यो चाहिँ चिकन प्याटी अनि चिज केक मेरो ड्रिङ्क्स हो वाटरमेलन जुस आज चाहिँ कफी मेरो अलरेडी धेर भइसकेको छ त्यही भएर मैले यो जुस युनामा त त्यस्तो गर्नु भएन होला नि त युनाको प्रमोसन त पेड प्रमोसन नै हो चिकन प्याकेज मेरो यहाँको फेभरेट हो यो चाहिँ होइन तर तातो तातो खानुपर्छ नि त तातो खानु मिठो हुन्छ यो हो हाम्रो मम्मीले चाहिँ यहाँनिर पुरा लिम्बूहरूको राजनीतिमा के होइन पढ्नु हुँदैछ यहाँ मम्मी अल्छी लाग्यो अरे अल्छी लाग्यो नि यति धेरै कहिले पढ्छ म त बिस्तारै पढ्ने हो यो किताब खै अगाडि देखाउनु त यो किताबको बारेमा चाहिँ यो चाहिँ हाम्रो भेनाले चाहिँ लेख्नु भएको रहेछ भर्खरै होइन प्रकाशित गर्नुभयो हो अनि हाम्रो काकाले पब्लिस गर्नुभएको छ नेपालको राजनीतिमा चाहिँ लिम्बूहरूको सहभागिता भनेर चाहिँ उहाँले गर्नुभएको छ मैले पनि पढ्नु सुरु भर्खर मात्रै गरिरहेको छु अनि यहाँ मम्मीले पढ्नु हुँदै थियो यहाँ छ उसको नाम यहाँ छ अन्त नेपालको राजनीतिमा लिम्बूहरूको सहभागिता अनि राइटर चाहिँ उहाँ हुनुहुन्छ मदन हुक्पा चोङबाङ अनि पब्लिसर चाहिँ उहाँ हुनुहुन्छ हाम्रो काका शमशेर तुम्बाङ फेज्यू लु पढ्नु मम्मी पढ्नु कहाँ पो पुग्यो हाम्रो मम्मीलाई चाहिँ अचानक बिरामी भयो ओ माई गड के भयो ल काम लिएर चाहिँ ल त्यो बिरामी मान्छे यहाँ हुनुहुन्छ दिलीप यहाँ छ म यहाँ छु अनि यहाँ पेसेन्टहरू हुनुहुन्छ यस्तो छ है हामीलाई त खै के हो यहाँनिर चिलमा बस्नु देखाएको छु मम्मीलाई चाहिँ सन्चो नभएर हिजो राति नै ल्याएको थियो नि त अनि त्यही भएर आज रातभरि हस्पिटलमा बसेको थिएँ अनि अहिले म यो बिहानै चिया खान जाँदैछु यहाँ तलतिर त्यस्तो छ खास गरी हाम्रो मम्मी चाहिँ पहिल्यैबाट प्रेसरको दबाई खानुहुन्थ्यो नि त त्यही भएर के भएर प्रेसर एक्कासी हाई भयो अनि त्यही भएर हामीले चाहिँ डर लागेर चाहिँ ल्याइहाल्यौँ होइन अनि ठिकै छ रिपोर्ट्सहरू एभ्रिथिङ नर्मल नै भयो सायद हामीलाई डिस्चार्ज दिन्छ होला आज 5 बजे खाइने हो समोसा होस् ग्यास्ट्रिक हुन्छ भने नै होस्
भोक पनि लाग्यो साथीहरू यो हस्पिटलको क्यान्टिनमा पनि क्यापुचिनो खानु मिल्दो रहेछ है खाइदिने हो बिहानै आज मम्मीको लागि नि कफी लगिदिइरहेको छु होइन खानुहुन्छ कि खानुहुन्न होपफुली खानुभयो भने चाहिँ राम्रो बल्ल उज्यालो भयो यार कस्तो राम्रो देखेको जस क्याम्प चाहिँ धरानको एउटा लाइक राम्रै छ क्या राम्रो देखिन्छ जस लुक्स नाइस यो चाहिँ नयाँ बिल्डिङ हो अनि यहाँ चाहिँ फार्मेसी मात्रै छ लाइफको फर्स्ट टाइम हस्पिटलाइज हुँदा कस्तो लागिरहेछ मजा आएर चाहिँ जस यहाँनिर क्याम्पमा चाहिँ होइन लगभग 9-10 घन्टा बस्यो सरसफाइ चाहिँ यस्तो डेन्जर गरेको लगभग 15-20 मिनटमै ऊ त दिदीहरूले सफा गरेको गर्दो रहेछ ऊ टिलिक्कै पार्दो रहेछ यो भुइँ त डेन्जर सरसफाइ हुने हो तर अलि डिस्चार्ज पाइयो अब हामी यहाँदेखि निस्क्यौँ यहाँ मम्मी हुनुहुन्छ अनि अब यहाँदेखि चाहिँ हामी घरतिर लाग्छौँ क्याम्प त राम्रै भए पनि आउनु मन लाग्दैन यार यसरी चिकन स्यान्डविच के हुँदो रहेछ उनीहरूले थाहा छ यहाँ चिकन बाइक गरेर के देखेर मैले म यो कलम अङ्कलमा फेरि पनि स्कुटर सर्भिसिङ गर्नु आइरहेको छु होइन यो चाहिँ यति टाढो पर्छ तर पनि म यहीँ आउँछु रेगुलरली अनि खोल्नु भएको छैन रहेछ अनि मैले कल गरेर बोलाएको जस आउनु हुँदैछ अरे अनि अब यहाँ स्कुटर पनि सर्भिसिङ गर्नु पऱ्यो अनि कति भइसक्यो के चाहियो तँलाई केही छैन मसँग केही छैन त मसँग केही छैन नगर्न कति राम्रो हो गोल्डन रिट्रिभर जस्तै कि गोल्डन रिट्रिभर नै हो म त चिन्दिनँ यो कुकुरको ब्रिडहरू त केही चिन्दिनँ जस्तो राम्रो चाहिँ राम्रो रहेछ आज चाहिँ हाम्रो मम्मीले बिहानै होइन कहाँ जानुभयो भनेको त यहाँनिर पुरा घाँस पास इस्कुसको मुन्टा चाहिँ यहीँ तलतिर टिप्नु भएको अनि यो चाहिँ हाम्रै बारीमा होला चोरेको सबले चोर्दो रहेछ तर पेम्बाको आमाले पनि लगेर खाँदै थियो त यो त नि पुरा पब्लिक भएको रहेछ राधिका आन्टीको बारी हो खास चाहिँ तर मैले चोरेर अनि यो चाहिँ अहिले यहाँ अब खान आँटेको यो चाहिँ हाम्रै बारीमा फलेको होइन गाइस यो अल्टिमाबाट चाहिँ मलाई यहाँ वाच आएको छ अब कस्तो छ भनेर हेरौँ लेट्स सी गाइस आई गट दिस बाट यहाँ घडी आएको छ कि यहाँनिर लाउने मान्छे त को पो अरे त लाउँदैनस् होला हौ खै एकचोटि खोल त लु तँ खोल त ए होस् ओके लेट्स सी यो चाहिँ खास गरी मलाई होइन इसेवामा पोइन्ट्स कलेक्ट भएको थियो नि त अनि त्यही रिडेम गरेको अनि रिडेम गर्दाखेरि चाहिँ अब के रिडेम गरौँ भनेर अप्सन्सहरू थियो अनि त्यही भएर मैले अल्टिमाको वाच गरेको थिएँ अनि लेट्स सी कस्तो हुन्छ के रहेछ यो चाहिँ बिल ल टाडा ल गाइज कस्तो हुँदो रहेछ अल्टिमाको सामान अहिलेसम्म मैले चलाएको छैन यो चाहिँ मेरो फर्स्ट वान साह्रो निकाल्नु यहाँ आउला है ब्याकग्राउन्डमा को हो चोर चोरको हो फेरि मैले खोल 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 छिटो तेरै घडी हो तेरै हो देखा त यहाँ
बाँधेको पनि देखाऊ। टुरुङ 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 थिस अरे कसरी हो तर मलाई थाहा छैन कहाँ अनि त्यो अपरेट गर्न उसले त उसको नारीमा बोलाउन आन्थ्यो त बाँधेको पनि देखाऊ। उम्, सेतो नारीमा बाँधेको ला कालो। लु दे लगा त लु लु लगा 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 यहाँ सबैले यहाँनिर ओनर छानिसके पर्दैन थियो गर्ने हो यो। पर्दैन थियो आँखा झिम्काउने हो। यो खै के हो यो स्मार्ट वाच भन्छ यसलाई होइन पर्दैन थियो खै हेरौँ अगाडि यसलाई कसरी चार्जमा लाउँछ होइन? चार्ज राम्रो देख्यो यसकोमा चाहिँ केको लागि आएको त्यो? अहिले चाहिँ म दिलीप र म चाहिँ वी आर गोइङ टु गो इभिनिङ वक यसलाई म जबरजस्ती उठाएर लाँदैछु अनि हाम्रो चाहिँ आज चाहिँ 4 किलोमिटर्स 4 किलोमिटर्स छिटो हिँड्न त नि यसलाई जबरजस्ती लाँदैछ आज चाहिँ हामी क्याम्पतिर जानु पर्ला क्याम्पको गेट सक्यो यार फाइनली सक्यो आज 3 किलोमिटर मात्रै गऱ्यो क्या आमामा अनुहार त तातो भइरहेको जनाले जस मैले 3 किलोमिटर रन गरेँ यसले चाहिँ 15 किलोमिटर बस्यो कस्तो लाग्यो बसेर 15 किलोमिटर गएर त कहाँ गयो भनेर हेर्छु त पल्लोपट्टि बास्केटबल नि रमितै हेर्दो रहेछ सो स्याड